बालेनले फर्काएको सरकारी जग्गामा महानगरले ठडायो हस्पिटल। अहिलेको जो प्रधानमन्त्री हुनुहुन्छ त्यतिखेर मेयर साथ नभएको भए सायद यो सम्भव पनि थिएन। मान्छेहरूले अकुपाई गरिरहेको जग्गालाई चाहिँ नि लिएर हामीले यसमा हस्पिटल बनाउन सफल भयो, उतापट्टि पार्क बनाउन सफल भयो। किनबेची भयो नि, किनबेची भयो, तर यो चाहिँ भ्याएन। यहाँ पहिला कुलो थियो खासमा होइन, अनि यहाँबाट सट्ट त्यहाँ बग्थ्यो, यो कुलो बगेर यहाँसम्म यहाँ निस्किन्थ्यो। दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेन्द्र शाहको नेतृत्वमा फर्काइएको सरकारी जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर 10 ले स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालन गरेको छ। कुनै बेला व्यक्तिले हडपेको खोला किनारको सरकारी जग्गा फिर्ता आएसँगै महानगरले मिनी हस्पिटल बनाएको हो, जहाँ 100 रुपियाँको टिकट काटेर उपचार गर्न सकिन्छ। अब हाम्रो भनेको 100 रुपियाँको टिकट काट्ने हो, त्यसपछि निशुल्क सबै 100 रुपियाँ टिकट भनेको त्यस पछाडि एक्सरेहरू गर्नु पर्यो, ब्लड टेस्टहरू सबै फ्रीमा हो, सबै निशुल्क हुन्छ। यसमा तपाईँको अल्ट्रासाउन्डदेखि लिएर एक्सराईदेखि लिएर ब्लड टेस्टदेखि लिएर सामान्य सबै चिज हुन्छ। डाक्टर साहब पनि बसेर यो फर्स्ट स्टेजमा हस्पिटलमा भर्ना हुनुपर्नेसम्म चाहिँ नि छैन। अब त्योसम्म नै हामी बनाउँछौँ, 5 बेड जति बनाउँछौँ। अहिले चाहिँ नि हस्पिटल भर्ना हुन नपर्नेदेखिको सम्पूर्ण सुविधाहरू यहाँ चाहिँ नि अहिले हामीले राखेका छौँ। अहिले उता माथि हुँदा हामीले दिनको बढीमा एकचोटि रेकर्ड 103 छ, घटीमा 53 जनासम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेहरूले चाहिँ नि यसले चाहिँ सुविधाहरू चाहिँ पाउनु भएको छ। हुन त यहाँ यति धेरै हस्पिटल भएको ठाउँ हो यो सेन्टर होइन, त्यहाँ सिभिल हस्पिटलदेखि लिएर वरिपरि दायाँ बायाँ हेर्ने हो भने यो काठमाडौँको मुटु जस्तो ठाउँ वीर हस्पिटल त्यही छ। किन यसको आवश्यकता पर्यो खासमा? अनि यस्तो एकदम राम्रो कुरा गर्नुभयो तपाईँले। कुनै पनि यहाँ अब यहाँ यस्तो रोडहरू यस्तो बिजी छन्, कुनै अहिले यहाँ कुनै घटना भयो भने तपाईँको कुनै घटना भयो भने तपाईँको कहीँ कुनै हस्पिटल गर्ने मान्छे सबैसँग पैसा पनि हुँदैन। यहाँ त एउटा हस्पिटलमा छिर्ने बित्तिकै बिल आउँछन्, त्यहाँ लाइन बस्नु पनि हुन्छ, अनेक झमेला हुन्छ। तपाईँको यहाँ कति यो बाटोमा कति एक्सिडेन्ट भइरहेको हुन्छन्। यहीँ योभन्दा अगाडि माथि पनि ठुलो 2टा घटना भइसक्यो, मान्छेको मृत्यु नै भइसकेका छन्। यो खोला छेउमा अति यो चाहिँ नि अलिकति अति आवश्यक ठाउँ पनि देखेको चाहिँ नि। भनौँ न अलिक कुनै चोटपटक लाग्यो भने हामी हस्पिटल गइराख्नु परेन। कुनै एउटा साह्रो भने मान्छेसँग सबैसँग पैसा पनि हुँदैन। अब हाम्रो भनेको 100 रुपियाँको टिकट काट्ने हो। अब 6 महिनाको पिरियड पछि यसलाई सम्पूर्ण के